ल अब अलि ठुलो स्वरमा बोलाउला। अब तपाईँको घरको विषयमा समाचारहरू आए, तपाईँले घर चाहिँ राष्ट्रपाको पार्टीलाई चाहिँ कति समयले दिनुभयो त्यो आफ्नो ठाउँमा छ, तर 3 महिनाभित्रै छोड्नु भन्ने भएको हो र? हो, मेरो कन्ट्र्याक्चुअल अब्लिगेसन 3 महिनाको हो। किन मलाई थ्रेट फिल भयो, त्यसमा 3 महिनाको मैले नोटिस दिएर छोड्नुहोस् भनेको हो। कारण के हो त छोड्नुको? थ्रेट फिल भयो त भन्दैछु त। किनभने जुन दिन जन्ती आन्दोलनको पहिलो दिन थियो, त्यसमा 2 जना भाइहरूले चाहिँ पेट्रोल लिएर आए। हाम्रो यहाँ चाहिँ पार्टीका भाइहरू थिए, उनीहरूले थाहा पाएर यहाँ पछाडि चाहिँ 2टा झ्याल ढुङ्गा हानेर फुटाएपछि यिनीहरूले थाहा पाएर सबै मेरा पार्टीका भाइहरूले बचाए। तपाईले त त्योभन्दा अगाडि नै छोड्नु खाली गर्नु भनेको थियो भन्ने पनि थिएन। के कुरा गर्नु भएको छ? पार्टीका नेताहरूले चाहिँ यस विषयमा चाहिँ के भन्नु भएको छ? पार्टीको नेताहरूसँग मैले हाम्रो कार्यवाहक सभापतिसँग कुरा गरेको छु, कोषाध्यक्षसँग कुरा गरेको छु। उहाँहरूले सबैको र इन्सुरेन्स गर्नेदेखि लिएर यावत चिज उहाँहरूको र मेरो सहमति भएरै गरेको हो। त्यसपछि मैले चाहिँ जुन उहाँहरूलाई छोड्नुहोस् भनेको मेरो थ्रेट फिल भएको कारणले हो। त्यसको त मैले हिसाब गरिराख्नु भएको, त्यो मेरो व्यक्तिगत कुरा हो। कहिले माथि हुन्छ, कहिले तल हुन्छ, कहिले चाँडो दिन्छ, कहिले ढिलो दिन्छ, भइ नै रहन्छ। त्यो नौलो कुरो भएन। त्यो तपाईमाथि आरोप लाग्यो होइन, यद्यपि सुनेको मैले कुरा भन्न पाउँछु होला। तपाईले कुनै नियुक्ति खोज्नु भएको थियो, पटक पटक कल गर्नुभयो, नपाएपछि अहिले भड्किनु भयो भन्ने आरोप पनि सुनिन्छ हौ। ठिकै छ नि त। त्यो भन्न दिनु नि त। मलाई अहिले यो उमेरमा के चाहिएको छ? होला नि अरू संवैधानिक नियुक्ति होला नि, उमेरले नछिक्ने नियुक्तिहरू। अनि के शेरबहादुर देवा जस्तै म चाहिँ 80 वर्षमा पनि खोजिरहँ? त्यो त होइन त। तपाईँको रविप्रतिको धारणा चाहिँ के छ? रविलाई नै भनेर रविले बोलाएरै म यो पार्टीमा आएको। रविप्रतिको मेरो आस्था त अगाध छ, अहिले पनि छ। तपाईँ त पहिलो महिला मन्त्रीको छोरा पनि हुनुहुन्छ हो। यो देशको पहिलो महिला मन्त्रीको छोरा हो, सत्य हो। यो अवस्थामा यो देश प्रति तपाईँले एक खालको माया पनि व्यक्त गरिरहनु भएको छ। अलिकति थोरै भनिदिनु न, यो जस्तो अहिले राष्ट्रपति अलिकति वितृष्णा बढ्दै गर्दा तपाईँले फेरि घर छोडिदिनु भन्दा कता उहाँहरूलाई नै एक खालको चिन्ता बढ्ला नि? होइन, ए बाबा वितृष्णा बढ्नु भनेको मेरो जिन्दगीभरिको कमाइ यति हो, यो र यो यति हो। यसैमा आगो लाग्यो भने म के गरौँ? यहाँका नेताहरू जस्तो मैले घुस खाएर कमाएको होइन। यहाँका ब्युरोक्राट्सहरू त घुस खाएर कमाएको होइन मैले।